हाम्रो मेन मन्दिर चाहिँ यो हो सिल्वसेधारा मन्दिर शिव मन्दिर यो हो मेन धारा मन्दिर चाहिँ है पहिलाको तुलनामा अहिलेको तुलनामा त धेरै विकास भएर एकदम उस भइराखेको छ तपाईँहरूलाई मैले आज हाम्रो यो पर्यटकीय स्थल सिल्वसेधारा मन्दिर धाम तपाईँहरूलाई देखाउन आइरहेको छु सायद तपाईँहरू नजिकको आसपास हुनुहुन्छ भने आउनु अनि तपाईँ टाढा हुनुहुन्छ भने घुम्नको लागि जसो पनि आउनु होला है हाम्रो यस्तरी यहाँ मन्दिरहरू रहेका छन् पर्यटकीय स्थलहरू धेरै नै रहेका छन् है पहिलाको आज त बिहा पनि रहेछ है साथीहरू नमस्कार हस् हुन्छ जम्मैले हेर्छन् त जम्मै गर्छन् है आज बिहानी रहेछ है सायद यो बिहा वर्तमानको लागि विशेष गरेर यो ठाउँमा आउने गर्छन् हाम्रो यो मन्दिर हो सायद तपाईँहरू कहीँ कतै त देख्नु भएको होला आज मैले तपाईँलाई देखाउनु लागि यो भिडियो बनाइरहेको छु है यो कुण्ड हो यसमा चाहिँ 365 दिनै यसरी नै होम गरिरहेको हुन्छन् अनि आगो बलिराखेको हुन्छ यसमा चाहिँ श्री कृष्ण र राधाको मन्दिर हो यो चाहिँ जय श्रीराम बजरङ्गबली हनुमान यो एरियामा चाहिँ यस्तो फराकिलो बनाएको छ एकदम पर्यटकीय स्थलै छ नै भने नि केही फरक पार्दैन पहिलाकोमा एकदम एउटा सानो मन्दिर थियो त्यसपछि एउटा कोठी थियो कि यही एरियामा चाहिँ यति विकास भएर यहाँ हेर्नु पर्या यति धेरै पर्यानी राखेको छ अहिले एकदम व्यवस्थापन नै समिति नै खुलेर यस्तो व्यवस्थापन मिलाएको छ यो चाहिँ पर्या है यतिको पर्यटन स्थल छ